हेलो साथीहरु, के छ हाल खबर? आज शनिबारको दिन को जना घुम्न जानु भयो हौ? म घुम्न गएँ। ल है, हाइकिङ लभर्सहरुको लागि एउटा सानो भिडियो लिएर आएकी छु। सबैजना मिलेर हेर्नुस् है त। म भने घरबाट निस्के नमस्ते भनेर हाय भन्दैछु। सो के छ हाल खबर? म पनि एकदम धेरै ठिकठाक भएर म त घर घुम्न निस्के। यदि घुम्न जानु भएको छ भने ठिक छ, रमाइलो गर्नु भयो होला। घुम्न जानु भएको छैन भनेपछि चाहिँ मसँग यो भिडियोमा घुम्नुस् है त। आज भने म चम्पादेवी डाँडा घुम्न गइरहेकी छु हाइकिङमा। सो फ्यामिलीहरु उहाँहरु अगाडि गइसक्नु भएको छ। मैले भिडियो बनाउँदा अलि पछाडी गएँ। उहाँहरु मलाई चाहिँ वेट गर्दै हुनुहुन्छ माथि हात्तीबनमा रे। मलाई लोकेसन दिनुभएको छ। म चाहिँ एकदम धेरै त्यहाँ एक्लै थिएँ हैन। म एक्लै हुँदाखेरि म एक्लै हिँड्दै हिँड्दै भिडियो पनि बनाएँ। अलि माथिसम्म मलाई पठाउले के रे एंगुलले पुर्याइदियो। सो त्यहाँबाट माथि चाहिँ म एक्लै गएँ। अनि माथि चाहिँ हात्तीबन रिसोर्टमा चाहिँ मेरो आन्टी मेरो भाइहरु उता वेट गरेर बस्नु भएको छ। उहाँहरुले मलाई झुक्क्याउँदै हुनुहुन्छ के ल हामी त सकायौं भनेर। त्यहाँबाट माथि गयौं। रिसोर्टबाट अलिकति माथि जाने बाटोमा चाहिँ माथि जाँदै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकदम रमाइलो हामीले खाजा पनि खायौं। खाजा मिन त्यहाँ चटपट पनि थियो। चटपट त्यति मन त पर्दैन, त्यही पनि खाएँ। अनि अन्डा र चाउचाउ थियो। सबैले खाना खाइसक्नु भएको थियो। मैले खाना बाँकी थियो, त्यही भएर मैले चाहिँ उतै गएर खाएँ हैन। एकदम धेरै मिठो भइरहेको थियो। रमाइलो तरिकाले खाएँ पनि। अनि बुनुलाई पनि लिएर जानुभएको थियो मेरो अंकल र मेरो आन्टीले हैन। मेरो सानो मामु हुनुहुन्छ उहाँ चाहिँ। सो मेरो बहिनीहरु, अंकल, म, मामा, भाइहरु सबजना मिलेर गयौं। फ्यामिलीहरुसँग जाँदा त अझै छुट्टै रमाइलो भइ नै हाल्यो साथीहरु हैन। हरियाली, त्यताको चराचुरुङ्गीको साउन्ड हैन, भनौं न त्यताको एकदम धेरै रमाइलो वातावरणले आजको दिनै रंगिन भयो क्या मेरो त हैन। म चाहिँ प्रकृति लभर हो हैन। सो हजुरलाई नेचर कतिको मन पर्छ त्यो त हजुरलाई थाहा होला हैन। नेपाल ग्रेट अफ वाल भनेर चिनिने रहेछ यो ठाउँ चाहिँ खासमा हैन। हामीले चाहिँ चाइना ग्रेट अफ वाल मात्रै सुनेको थियौं। अब अहिले आएर चाहिँ नेपाल ग्रेट अफ वाल पनि रहेछ। म चाहिँ मज्जाले घुम्दै रमाइलो मान्दै गइरहेको छु साथीहरु हैन। यस्तो रमाइलो डाँडा छ यता चाहिँ हैन। यो चाहिँ लगभग 8 किलोमिटरदेखि लिएर 12 या 15 को अन्डर अराउन्डमा कति छ ठ्याक्कै मलाई थाहा छैन। त्यहाँबाट भाइहरु पनि हिँड्दैछन्, म पनि हिँड्दैछु। उत्तो देखिने टुप्पोको डाँडा छ नि, हो त्यहाँ जानु पर्ने थियो। त्यहाँबाट चाहिँ हामीले मज्जाले आज 12 देखि कति किलोमिटर चाहिँ हिँड्यौं होला हैन लगभग। त्यहाँ चाहिँ हैन किरमणा भन्ने रहेछ। म त पहाड बसेकी छैन, पहाडतिर फल पनि पाउँदो रहेछ हैन। त्यो चाहिँ किरमणा भन्दो रहेछ हैन। आन्टीले मलाई बताउनु भयो। त्यहाँ साथीहरु अननोन मान्छेहरु पनि भेटे। अझ फेरि यो चाहिँ काफल पनि भेट्यौं क्या बाटोमा हामीले हैन। रमाइलो गर्दै खायौं। अलिकति अगाडि जानु पर्ने रहेछ। मज्जाले काफल, किरमणा, ऐसेलुदेखि लिएर धेरै फलहरु खानु पनि पाइने रहेछ। तर मैले यसपालि भने हामी ढिला भएको कारणले गर्दा अलिअलि कुनै ठाउँमा थियो। त्यही पनि भाइले रुखमा चढेर टिपिहाल्यो। त्यहाँबाट टिपेर मैले पनि खाएँ, भाइले मलाई दियो पनि हैन। हामीले रमाइलो मान्दै एकदम गयौं अगाडि। अझ फेरि माथि त्यो चम्पादेवी डाँडामा चाहिँ चम्पादेवी मन्दिर पनि रहेछ क्या। त्यो मन्दिरमा चाहिँ यहाँ जाँदाखेरि यहाँनिर चाहिँ ढुङ्गा राख्ने चढाउने मनले सोचेको पूरा हुन्छ भन्ने भावना त्यो एउटा मान्यता रहेछ हैन। सो हामीले पनि चढायौं। अब मनको मनोकामना मेरो पनि पूरा होस्, भिडियो हेर्ने साथीहरुको पनि मनोकामना पूरा होस् है त। अनि हामीले चाहिँ त्यहाँबाट अझै अगाडि हामीले चाहिँ अब किनकि यात्रा त अझै बाँकी थियो। यात्रा अझै बाँकी हुँदा हुँदै पनि हामी मज्जाले अब भनौं न गफ गर्दै रमाइलो गर्दै मैले चाहिँ भिडियो बनाउन छोडिन। माथि मन्दिरमा पुग्दाखेरि चाहिँ टीका लगाउने भनेर त्यहाँ मन्दिरमा चाहिँ गुरुबुवासँग चाहिँ हैन भनौं न त्यहाँ टीका पनि लगाएँ हैन। सो उहाँले मलाई टीका लगाइदिनु भयो। म लगाएँ। हाम्रो ग्रुपलाई नै टीका लगाएर हामी पनि त्यहाँ फेरि हामी घुम्न थाल्यौं हैन। यताउति हेरौं, रमाइलो ठाउँ थियो। अनि त्यताबाट एकदम धेरै रमाइलो हुँदै मामा अनि भाइहरु सबैजनालाई देखाउँदै मैले चाहिँ अझै हामी माथि जाने कुरा थियो। तर हामीलाई अलिकति टाइम पनि कम थियो। टाइम पनि धेरै नलाग्ने रहेछ के साथीहरु हैन। त्यति धेरै डिस्टेन्समा भनौं न हिँड्दाखेरि 9, 10, 15 कति किलोमिटर हुँदै पनि तर हिँड्दा चाहिँ त्यति टाइम लागेन क्या। अनि त्यो चाहिँ हामीले चाहिँ मकै खाने कुरो गर्यौं हैन। जमर्को भयो हामी सबैजनाको। मकै खाने भनेको त्यहाँको आन्टीले नानी म त पोल्न भ्याउँदिन, आफै पोल्ने खाने भन्नुभयो। हुन्छ भने म चाहिँ त्यहाँ बसेँ। मैले आफ्नो टिमलाई पनि दिएँ र मैले पनि खाएँ। मिठो थियो है। एकदम मकै चाहिँ एकदम मलाई मन पर्छ हैन। त्यहाँबाट हामी निस्कियौं हैन। त्यहाँबाट निस्किदै गर्दाखेरि अब चाहिँ हामी जानु पर्थ्यो किनभने हामीसँग बुनु थियो। हामीले टाइममै घर फर्किनु पर्ने थियो। अनि त्यहाँबाट निस्क्यौं। मामा, म, बहिनीहरु हामी फुपू मज्जाले हिँड्दै आयौं। आन्टीहरु अलिकति अगाडि हुन्थे। बुनु र बहिनी पनि अझ फेरि पछाडी मज्जाले हेर्दै हुन्थे। हामीले चाहिँ आफ्नो हिँड्दै गरेको भिडियोहरु फोटोहरु क्याप्चर गरि नै राखेका थियौं के किनभने यादगार भनेको यही फोटो भिडियो नि त साथीहरु। हामीले के खायौं के लगायौं त त्यो त भनौं न समयसँगै त्यो बिर्सिएर जाने कुरा हो। तर फोटो भिडियो भनेको सधैँभरिका लागि राख्न सकिन्छ नि त। सो यता सिन भने यति बबाल थियो हैन। शनिबार र आइतबारका दिन अलिकति धेरै भिड हुँदो रहेछ। बाँकी दिनमा भने त्यति भिड चाहिँ नहुँदो रहेछ त्यहाँको मान्छेहरुले भन्नुभयो। सो म चाहिँ त्यहाँनिर यहाँ दिदीहरुले चाहिँ रमाइलो गर्दै गीत बजाउनु भएको थियो। म चाहिँ नाचिहालेँ के। म
चाहिँ जहाँ जस्तो त्यहाँ त्यसरी रमाइहाल्ने मान्छे क्या होइन मलाई एकदम इन्जोय लाग्छ क्या किन भनेको आज मरे भोलि 2 दिन हो साथीहरू होइन धेरै नै अब टेन्सन लिनु पनि छैन किन लिनु होइन अब टेन्सन त हुन्छ नै लाइफमा लिएर के काम त्यही भएर म भने एकदम धेरै इन्जोय गर्ने मान्छे हो लाइफ भनेको जिउन पर्छ अहिले नजिए कहिले जिउने होइन गलत गर्नु हुँदैन तर अब गलत बाटोमा हिँड्नु पनि हुँदैन राम्रो गर्दै सबै तरिकाले जिउनु पाइयो होइन लाइफ हो जसरी पनि जिन्दगीलाई मजाले जिउनु पर्यो भने त्यहाँबाट डान्स गर्दै गर्दा आउँदाखेरि अहिले तर एउटा रुख देखेँ रुखबाट पनि हिँड्न मन लाग्यो पानी पनि घाम पनि दुइटै सँगै थियो क्या साथीहरू मैले त क्याप्चर गरि नै राखेँ होइन सो रमाइलो लाग्यो आजको दिन मेरो बबाल नै भइरहेको थियो होइन हामी घर जाँदै थियौँ अब यहाँबाट त त्यहाँ श्री डल्लो सामुदायिक वन क्षेत्रमा भ्रमण गर्नुभएकोमा धेरै धन्यवाद भनेर लेखिएको थियो हामीहरू पनि त्यता दक्षिणकाली नगरपालिका पर्छ नि त त्यो 5 काठमाडौँ नै थियो होइन सो त्यहाँबाट हामी चाहिँ निस्किँदाखेरि अब चाहिँ घर जानुपर्छ भने हामी चाहिँ त्यहाँबाट सर निस्क्यौँ कस्तो सल्लाहकारी पनि बबाल थियो भने रिसोर्टको नजिकै थियो होइन यहाँबाट हामी निस्किँदै गयौँ अब आन्टी र अङ्कललाई र बहिनीलाई हामीले अगाडि पठाइदिइसक्यौँ सो त्यहाँबाट चाहिँ फुपू म बहिनी अङ्कल मजाले भनौँ न मेरो मामा चाहिँ हामीहरू सुसु त्यहाँबाट झऱ्यौँ होइन त्यहाँबाट झर्दै आउनुहोस् साथीहरू एकदम यो भिडियोसँगै हजुरले पनि धेरै कुरा देख्नु नै भएको होला त्यही माया पनि छ सो मैले त भिडियो बनाइसकेँ शनिबारको दिनलाई एकदम धेरै इन्जोयफुल बनाइसकेँ र हजुरहरूले पनि रमाउनुहोस् भन्न चाहन्छु र रमाइलो मान्नु भएको होला भन्दै यति भन्दै आजको भिडियो यति नै सी यू नेक्स्ट ब्लग।